साथीहरु नमस्कार सबैजनालाई। आज के भयो भने म सधैँ फुल टाइममा सधैँ सन्डेको पनि आउँथेँ। हिजो आएन नि त, अनि हिजो आएन अनि नआउँदाखेरि त आज त पहिला सुरुमा गएँ। अनि गएर अनि गएको त कोही बोलेनन् के, अरूभन्दा त बच्चा पनि बोलेन मसँग होइन साथीहरू। अनि त्यसपछि बच्चा पनि बोलेन, अनि मैले दिनभरि केही बोलेन। नास्ता सधैँ खाना नास्ता मसँगै खाने आन्टी आज मसँग नि खाइन खाना, आफै न पहिल्यै खाई। मलाई थाहा पनि भनिन, मैले आफै हालेर खाएँ। अनि के भयो भने चाहिँ अघि त्यस पछाडि के भयो भने चाहिँ मैले अनि बच्चा तल लगेको थिएँ, फेरि माथि लगेर सधैँ 4:30 बजी चाय बनाएर दिन्थेँ नि त। आज बच्चा माथि जान मान्न, अनि त्यही भएर मैले अनि चाय बनाएन। अनि मेरो जाने टाइम भयो, आन्टी जान्छु भनेको त हमेसा टाइम देखती रहती है भनेर भनी त्यहाँ। अनि म केही बोलेन, अनि काममा गइहालेँ हेर्नु। अहिले के भने अनि त्यति भइहाल्यो थियो होइन। अहिले त सबजना कोही नबोलेका हेर्नु। अहिले यो मन्दिरको के छुट्टा रहेछन् होइन, यो लगेर मन्दिरमा छोडिदिएछ अरे। अहिले त बोल्नु पर्दो रहेछ त आफै न। मैले आफै नभनेर छुट्टी लगेको भइदिए एउटा कुरा हुन्थ्यो कि मैले के भने फुल टाइममा सक्दैन सन्डेको आउन, म सन्डेको छुट्टी राख्छु भनेको हुन्छ भनेका। अनि त्यही भएर मैले सन्डेको आएन। नआउँदाखेरि त्यस्तो गर्ने अरे, नबोले के मैले भने नबोलेपछि भोलि कुरा गरेर अनि काम छोडिदिउँला भनेको थिएँ। फेरि त आफै न त्यसै जाति त यो लगेर मन्दिरमा छोडिदिनु भन्छन् त। अनि त्यसपछि म केही बोलेन। अनि यस्तै छ मेरो काम हेर्नु। त्यही भएर अनि धेरै सहनी हो भने चाहिँ मान्छेले धेरै हेप्दा रहेछन् कि, हामी पनि त मान्छे हो नि त होइन। मान्छे नसोच्ने के बहुत हेप्दा रहेछन्। अबदेखि मैले सोचेँ नसहने। अनि सन्डेको आउँथेँ, अबदेखि नआउने भन्ने निर्णय गरेको छु। यिनीहरूलाई स्याटरडे सन्डेको छुट्टी चाहिन्छ नि त, हामीलाई पनि त हप्तामा एकचोटि छुट्टी चाहियो होइन र। त्यही भएर साथीहरू भन्नुहोस्, तिनीहरू गल्ती भयो कि मेरो गल्ती भयो? हजुर कमेन्टमा गर्नु त। मेरो गल्ती हो भने चाहिँ म आफ्नो गल्ती स्वीकार्छु, नत्र मेरो गल्ती हो भने चाहिँ म आफ्नो बाटो लाग्छु। त्यही भएर हस् त, धन्यवाद, बाई बाई साथीहरू।